मित्रहरू, अरूलाई डर देखाएर यदि तपाईको काम बन्छ भने डर देखाउ, तर त्यो डरको प्रभाव तपाई भित्र पर्छ, तपाई शान्ति हुनुहुन्छ, तपाई दुख, त्यो डरले तपाईलाई भने सचेत रहनुलाई रिस देखाएर तपाईको काम बन्छ भने रिसलाई हेर्नुस्, त्यो रिसले तपाई भित्र कति असर पुर्याउँछ। यदि असर पुर्याउँदैन भने रिस देखाउनुस्, आफ्नो काम बनाउनुस्। त्यो रिसले तपाईको मन अशान्ति, दुखी, पीडामा बनाउँछ भने तपाईले नोक्सान गर्दैछ। दिएको ज्ञान खोक्रो लाग्दैन, अरूले दिएको सत्य दिन तपाईलाई आफू भित्री सत्य हो जस्तो लाग्छ। दिन तपाईलाई अरूले सिकाउनु पर्दैन, गर यो नगर, यो खा यो नखा भनेर। स्वयंले थाहा हुन्छ। मन हुँदैन खुसी भएर कर्म गर्न, कसलाई आनन्दित भएर सुखपूर्वक जीवन जिउन। हामी आफूप्रति ध्यान दिँदैनौँ, हामीलाई रोग लाग्छ, दुःख हुन्छ, पीडा हुन्छ, हामीलाई ज्ञान हुँदैन।